हेलो फ्रेन्ड्स, गुड मर्निङ। आज चाहिँ नानीले स्कुलमा खाजाको लागि चाउमिन ल्याइदिनु भनेर सानो प्रयास गरिरहेको छु। र यो चाहिँ मेरो चाउमिनको मेटेरियल्सहरू हेर्नुहोस्। र जुन अघि बोइल गरिएको नुडल्स थियो त्यो चाहिँ अहिले अब चाउमिन बनाउनु लागि तयारी अवस्थामा छ है। सुरुमा यो प्याज खारिँदै गरेको अवस्था छ र यो होममेड चाउमिन चाहिँ अब रेडी भइरहेको छ है। मिठो भयो? कस्तो लाग्यो? मिठो लाग्यो?